हेलो गाइजहरू, मेरो नाम गुण सिंह राणा। म फेरि अर्को भिडियोमा आइसकेको छु। फेरि नेक्स्ट अर्को भिडियोमा है मस्त छु नि यार गाइज, के भन्ने अब हेर्न सक्नुहुन्छ हामी पारी घर पुगिसकेको छौँ। यो केडाबारी भयो अनि त्यो चाहिँ हाम्रो घर हेर्नुहुन्छ। हाम्रो घर कहाँ छ अरे? हाम्रो घर हाम्रो घर देख्न सक्नुहुनेछ गाइज, हेर्न सक्नुहुन्छ। यहाँ बाटै जाँदा जाँदा यस्तो ठाउँ भेटिसकेको छ गाइजहरू। अनि हेर्न सक्नुहुन्छ है, चुपाइहरूले हेर्न सक्नुहुन्छ। यस्तो बाटो हेर्नुहोस् त, कस्तो कस्तो बाटो छ। यस्तो चिप्लो छ यहाँ, यस्तो चिप्लो छ हेर्न सक्नुहुन्छ। देख्न भएको छ मलाई हिजोले लाराको चिप्लान उल्टिने सम्भावना धेरै छ गाइजहरू। म टक्क लाएर हेर्नुहोस् स्कुल युनिफर्ममा छु, स्कुलबाट आइरहेको होइन गाइज। म चाहिँ आज अलि हेर्नुहोस् त मौसमले साथ दिएको छ। यस्तो पानी परेर, यो पानी परेको कारणले गर्दा म आज अलिक लगेको छु। पछाडि मेरो भाइ मम बाबा आउँदैछन् र हेर्न सक्नुहुन्छ यहाँबाट यस्तो डाँडाहरू देखाइदिन्छु तपाईँहरूलाई। हेर्नुहोस् मेरो घर अझै उता उतो पारि देख्नु न, उतो पारि पुग्ने हो मेरो घर। अनि हेर्न सक्नुहुन्छ यस्तो कुहिरो लाएर भन्नै सकिँदैन गाइज। अन्त के भन्न सकिन्छ र, यस्तो खटखटी बाटो हिँडिरहेको छ गाइजहरू। त्यसरी चिप्लाले कल्टेर मल पनि गयो, मान्छे पनि गयो। मल बस्नु मन त मुन्ने छोड्दैन नि गाइजहरू। यहाँ आच्छो यस्तो चिप्लो यस्तो चिसो बाटो हो यहाँ गाइजहरू। मेरो जुत्ता जति पुरै भिजिसकेको छ। हेर्न सक्नुहुन्छ मेरो ट्याटु, आज बनाएको ट्याटु अन्त गाइजहरू। आज बनाएको स्कुलमा ट्याटु चक्क लाएर यस्तो ठाउँ हो नि गाइज। हेर्न सक्नुहुन्छ यस्तो यहाँ हेर्नुहोस् चरा, हेर्नुहोस् त देख्नु चरा उडिरहेको। चरा हेरिदेखेको गाइजहरू। फेरि हराइसकेको छ है चराहरूलाई, धेरै नजिक देखियो अहिले चाहिँ। अनि हामी यहाँ हेर्नुहोस् त, यहाँ सल झुम्डाएको छ। भूत बस्छ भन्ने डर भएर गाइजहरूमा के भन्ने तर डराउनु पर्दैन, डराइ हाल्दा के भ्लगर हुने जाँदैन पनि गाइज। बाँसघारी, यो बाँसघारीमा चारी ढुक्क दबाउनु चाहिँ गाइजहरू। यस्तो खतरनाक बाटो छ हेर्न सक्नुहुन्छ। हुन्छ त्यसपछि हेर्न सक्नुहुन्छ पछाडि हेर्नुहोस् त यस्तो अँधेरो कालो गाइजहरू। यस्तो अनौठो चिज देखिसकेको छौँ हामी। हेर्न सक्नुहुन्छ पछाडि हेर्नुहोस् कालो छाया हाम्रो पछि आइरहेको छ। हेर्नुहोस् त गाइजहरू, त्यो झाडीबाट चुलुङ गर्दै आइरहेको गाइजहरू। मेरो आज सातो पुतो उडेको छ। त्यो डाँडा थियो एउटा कालो छाया सत्य गइरहेको, म डराएको छु गाइज। यस्तो जङ्गलहरू छ नि, यस्तो जङ्गललाई डराउँदैन सातो उड्दैन गाइज। आजको लागि यति भिडियो मन परेमा लाइक र सब्सक्राइब गर्न नभुल्नुहोस्। कमेन्टमा फेरि केही अप्ठ्यारो लागेकोमा कमेन्टमा मलाई केही पठाउन सक्नुहुन्छ। धन्यवाद आजको लागि। हस्त जोडले नमस्कार।